ल है साथीहरू, आज हाम्रो यो चाहिँ चिया दोकानमा एकजना दिदी चाहिँ हिँड्दै हिँड्दै आउनु भएको रहेछ। मैले चिया दिएँ अनि यसो सोध्नलाई कहाँबाट आउनु भएको भनेर है। ल दिदी कहाँबाट आउनु भएको हजुर? गोर्खाबाट। अनि यहाँ रामनगर के गर्न आउनु पर्यो त? ए बुढा, अनि यहाँ रामनगरमा के गर्छ र तपाईँको बुढा? ए यहाँ रामनगरमा कहाँ काम गर्थ्यो? अनि त्यहाँ जानुभयो त अहिले? के भन्यो त त्यहाँ? ए अहिले चाहिँ कहाँ होला त तपाईँको बुढा? सबैजनाले उतातिर छ। कता? गैराकोटतिर। अनि गैराकोट गएको भनेर ए अब तपाईँ गैराकोट जाने हो? हजुर। बुढालाई खोज्न? कहाँबाट आउनु भएको? गोर्खाबाट। ए गोर्खा कुन ठाउँ तपाईँको? नयाँ साङ्गु। हजुर? नयाँ साङ्गु। ए नयाँ साङ्गुबाट आउनु भएको बुढा खोज्दै है? ए अहिले गैराकोट बुढा छ भन्यो यतातिर, अब गैराकोट जान लाउनु भएको? हजुर। ए अनि तपाईँको छोराछोरी? एउटा छोरी छ। ए छोरी मात्रै, छोरा छैन? ए छोरीको नाम सुनिता श्रेष्ठ। सुनिता? सुनिता श्रेष्ठ। ए ल यो दिदी चाहिँ बुढा खोज्दै गोर्खाबाट आउनु भएको रहेछ। अहिले यहाँ चाहिँ त्यो आउने क्रममा मेरो यहाँ चिया पसलमा आउनु भएको थियो। अनि चिया खाएर दिदी कहाँ जान लाउनु भएको भनेको त दिदीले यस्तो यस्तो गुनासो पोख्नुभयो। अहिले चाहिँ यहाँ गैराकोट जाँदै हुनुहुन्छ अरे। अहिले चाहिँ रामनगरमा बसेर चिया खाँदै हुनुहुन्छ है साथीहरू। ल है ल हस् त।